अब त्यसपछि षष्ठ स्कन्द भइहाल्यो, भयो भएन? भयो। विभिन्न प्रकारका वृत्र आख्यान आदि विभिन्न प्रकारका आख्यानहरू यसमा आए। सप्तम स्कन्दमा प्रह्लादको चरित्र छ। प्रह्लादको चरित्रलाई त बोली साध्यै छैन, किन भन्दा प्रह्लादलाई त स्वयं नारदजीले प्रशंसा गर्दा उसको गुणको प्रशंसा गर्न सकिन्न भनेर भन्नुभएको छ। गुणैरलमसङ्ख्यैर माहात्म्यम यस्य सूच्यते। अनि त्यसपछि नारायण भनेर नारायणसम्म भगवान् नारायणकै जस्ता अनेकौँ गुणहरू भएको। यस्मिन् महद्गुणा राजन् गृह्यन्ते कविभिर्मुहुः न ते धुनापि धीयन्ते यथा भगवतीश्वरे। जसरी भगवान् ईश्वरका महान महान अनन्त कल्याण गुणहरू कहिले पनि बोलेर बताएर सकिँदैनन्, त्यस्तै प्रह्लादका पनि अनन्त कल्याण गुणहरूको विषयमा बोलेर बताएर सकिँदैन भनेको छ भक्तराज। प्रह्लादको व्याख्या गर्ने त अब त्यो नारदले गर्न सक्दैन भनेको कुरा हामीले किन गर्ने? त्यसपछि अब हुँदै 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 गएर कमसेकम कृष्ण चाहिँ जन्माएर आज छोडौँ कि भनेर भोलि कृष्ण कथा अलिअलि गर्नुपर्छ कि भनेर लोभिएर बिचमा विभिन्न देवताहरूको अथवा राजर्षिहरूको ब्रह्मर्षिहरूको चरित्र आउँदै आउँदै ठिक्क भगवानको जन्मको समयको कथा सुरु हुन लागेको छ। कथितो वंश विस्तारो भवता सोम सूर्ययोः राज्ञां चोभयवंश्यानां चरितं परमाद्भुतम। यत्र यत्र गुरुहरू भएको ठाउँमा 5×2 गरेपछि 10 भइहाल्यो नि एकैचोटि। यदोश्च धर्मशीलस्य नितरां मुनिसत्तम तत्रां सेनावतीर्णस्य विष्णोर्वीर्याणि शंसनः अवतीर्य यदोर्वंशे भगवान् भूतभावनः कृतवान् यानि विश्वात्मा तानि नो वद विस्तरात्। भक्तवत्सल भगवानको। अब छोट्याउँदै छोट्याउँदै जाँदा कृष्णको कथा पनि यसै गरी 3-4 खण्डै छोट्याएको छ, छोट्याला भन्ने डर भयो। किन भन्दा राजा परीक्षितलाई भगवान् कृष्णको कथा 9औं स्कन्दको अन्तिम अध्यायतिर यसो खसखसुक भनेर परीक्षित राजा परीक्षितलाई सुखदेव फुत्तै अगाडि बढ्न खोज्नु भएको थियो। त्यहाँ गएपछि रोकियो। यसरी भाग्न पाइन्न, यहाँ चाहिँ रोकिन पर्यो। यो चाहिँ यसरी भाग्न पाइन्न, फुत्तै यसरी आकाश गमन गरेर स्वाट्ट समुद्र तरे जस्तो अरूले बाहिर बाहिर माथि माथिबाट समुद्र तरे जस्तो गर्न, बाँदरले समुद्र तरे जस्तो माथि माथिबाट के गहिरो समुद्र छ, माथि माथि पुल बनेको छ, हुर्र तरे बाँदरले गहिराई के थाहा पाउने। अवधेर लङ्घित एव वानरबाटै किम तस्य गम्भीरताम। बाँदरहरूले समुद्र तरे, गहिरो कति थियो के थाहा पाउने, गहिरै थाहा पाएन। गहिरो त मन्थराचल त्यो समुद्र मन्थन गर्दा तलसम्म पुगेर घार घुर पारेर समुद्रलाई हुडल हाडल गरेर गहिरोसम्म पुगेर सारा गरेको त्यो मन्थराचललाई थाहा होला गहिराई भने जस्तै माथि माथि उड्न खोजेको, त्यसरी पाइएन। कृष्णको कथा मलाई अलि विशेषसँग बताउनु पर्दछ। किन भन्दा धेरै प्रकारका सम्बन्धहरू छन्। 3 प्रकारको यहाँ बताउनु भएको छ 3 श्लोकमा। कृष्णसँगको आफ्नो सम्बन्ध कस्तो खालको हो भन्दा पहिला त सामान्य एउटा जिज्ञासु व्यक्ति, अध्यात्मको साधक भएको व्यक्तिको सामान्य प्रकारको एउटा भगवानसँगको सम्बन्ध हुन्छ। निवृत्ततरसैरुपगीयमानाद् भवौ सधात् श्रोत्रमनोभिरामात् कौत्तमश्लोकगुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात्। कोही व्यक्ति यदि नास्तिक छैन, भगवानप्रति आस्था राख्ने व्यक्ति छ भने त्यस्ता परमात्मा जो इच्छा रहित, तृष्णा रहित, वासना रहित महापुरुषहरूद्वारा पनि निरन्तर आराध्य हुनुहुन्छ, उपगीयमान हुनुहुन्छ, जसको कथा भवरोगको औषधि जस्तो छ, त्यस्तो उत्तम श्लोक, पवित्र कीर्ति, उत्तम श्लोक, जसको कीर्ति उत्तम छ, पवित्र कीर्ति, उत्तम श्लोक इत्यादि भगवानका भिन्न भिन्न स्थानमा नाम आएका छन्। पवित्र कीर्तिम तमलङ्घ्य शासनम भवानहो द्वेष्टि शिवम शिवेतरः भनेर यो दक्ष सतीको संवादमा पवित्र कीर्ति, यहाँ उत्तम श्लोक एउटै अर्थ हो, उत्तम श्लोक। को व्यक्ति होला जो अगाउला भगवानको त्यस्ता गुणानुवाद सुनेर, त्यही भएर म पनि एउटा साधना अथवा भगवत प्रेमद्वारा भिन्न खोजेको व्यक्ति हुँ भने भगवान कृष्णको
दिव्य चरित्रबाट किन म विमुख हुन्थेँ? त्यो एउटा सामान्य साधकको सम्बन्ध भयो परमात्मासँगको। मेरो त कुल खानदानसँग पनि भगवानको सम्बन्ध छ अरे। आफूले नदेखे पनि सुनेको कुरा हो। भगवानलाई प्रत्यक्ष हुन त आफैले पनि देखे गर्भभित्र, बाहिर आउँदा पनि अलिअलि त देखे नै होला।हरूले त्यो कौरवको सेना समुद्र तर्नुभयो भन्ने सुनिन्छ। त्यही भएर मेरो त पुर्ख्यौली साइनो छ। मैले त कृष्णको कथा राम्ररी सुन्नुपर्छ। त्यति मात्रै होइन, मसँग त अर्को पनि विशेष सम्बन्ध छ। द्रौण्यस्त्र विप्लुष्टमिदं मदं, मेरो व्यक्तिगत साइनो छ अर्को कृष्णसँग, व्यक्तिगत। द्रौण्यस्त्र विप्लुष्टमिदं मदङ्गम सन्तान बीजं कुरु पाण्डवानां जुगोपकुक्षिङ्गत आत्तचक्रो मातुश्चमेयः शरणं गतायाः। मेरो जब अश्वत्थामाको अस्त्रद्वारा, ब्रह्मास्त्रको प्रहारद्वारा मेरो शरीर धुजा भएर पुरा जलेर नष्ट हुन लागिरहेको थियो, यही एउटै मेरो जीवन थियो। कुरु पाण्डवहरूको सन्तान बीज, वंशवृक्षको बीज, वंशवृक्षको बिरुवा एउटै थियो बाँकी। त्यो पनि जब ब्रह्मास्त्रको तेजले, अश्वत्थामाको ब्रह्म तेजले नष्ट हुन भनेर लाग्यो, त्यो बेलामा जोगाउनु भयो। अब यहाँ चाहिँ नष्ट हुनुभन्दा पहिले गर्भभित्र जोगाउनु भयो भन्ने आख्यान देखिन्छ। महाभारतमा पछि बचाएको भनेर आएको छ। त्यस्तो घटनामा थोरै भेद छ। जे होस्, भगवानको कृपाले बाँचेको भन्ने उभयत्र समान छ। त्यहाँ चाहिँ मरेको जन्मिएर अनि पछि भगवान कृष्णले स्पर्श गरेर, हेर अश्वत्थामा मेरो तेज हेर, मेरो प्रभाव हेर, तैँले मारेर मात्रै मर्छ, यो मैले जोगाउन खोजेको वंशवृक्ष हो, बिरुवा हो भनेर आफ्नो ईश्वरीय शक्तिलाई प्रयोग गरेर, विशेष प्रकारको त्यहाँ शक्ति प्रयोग गर्नुभएको छ। त्यो शक्ति प्रयोग गरेर, स्पर्श गरेर अनि फेरि जीवनको सञ्चार गर्नुभएको भनेर पनि महाभारतमा त्यस्तो खालको प्रसङ्ग आउँछ। गर्भभित्रै जोगाउनु हो या बाहिर आएपछि जोगाउनु हो, 2-4 सेकेन्ड भित्र र बाहिरको कुरो हो। त्यसमा जे मान्दा पनि भयो। अहिले यही प्रसङ्ग सुनिएको छ। भगवानले जोगाउनु भयो। अब त्यो विषयमा त गुरुहरूले विमर्श गर्ने कुरो हो। र कथा एउटा भगवानले जोगाउनु भयो भन्नेमा मूल तात्पर्य भएको हुनाले भित्र बाहिरको खासै धेरै ठुलो प्रभाव पनि परेन। परीक्षित जोगिएको हुँदै हो, कृष्णले जोगाएको हुँदै हो। त्यसमा हामीले खासै भेद मान्नु परेन। तर कथाहरूमा काहीँ पुराणहरूमा थोरै भेद, यस्ता खालका भेदहरू रहन्छन्, भन्छन्। म त भगवानले जोगाएको, जन्मै मेरो भगवानले जोगाएको, जीवनै भगवानले जोगाएको। त्यही भएर मैले त भगवानको कमसेकम एउटा कृतज्ञताको लागि पनि, जसले मैले नजान्दै मैले नमस्कार गरेर बोलाएर होइन, मैले हजुर मलाई जोगाउनु पर्यो भनेर एक शब्द बोलेको होइन, बरु अजामिल आदिलाई त नारायण नारायण झुक्केर भने पनि केही न केही भनेको थियो भन्नेसम्म छ। मैले त त्यति पनि भनेको होइन। हुन त उसले पनि आफ्नो छोरालाई बोलाएको, भगवानलाई बोलाएको छैन। तैपनि भगवानले मेरो नामको साम्य पर्यो। एउटा मेरो नाम त बोल्यो नि, यसले मेरो अर्कालाई भनेर बोल्यो भने मेरै नाम बोल्यो भन्ने हिसाबले आफ्ना दूतहरू पठाउनु भयो भनेर आउँछ। उसले त बरु त्यति नाम भन्ने प्रयास त गर्यो, मैले त त्यति प्रयास पनि गरेको होइन नि त। नारायण भनेको पनि होइन, बोलाएको पनि होइन, सम्झेको पनि होइन, केही भनेको होइन। तर तैपनि बिना कुनै आवाहन आफै आएर मलाई बचाउनु भएको हुनाले उहाँको मैले कथा सुन्नु पर्दछ। नैसाति दुस्साह छुन्माम, मलाई त भोक प्यास पनि लागेको छैन, हजुरले भन्दै जानुहोस् म सुन्दै जान्छु। सुखदेव अत्यन्तै खुसी हुनुभयो। जुन बेलामा पहिलो पटक प्रश्न गर्दाखेरि जस्तो प्रकारको अत्यन्तै दिव्य काम गर्यो, साह्रै राम्रो गर्यो भन्ने जुन खालको एउटा भाषा थियो, त्यही भाषा फेरि यहाँ तोरियो। वरिया नेसते प्रश्न कृतो लोकहितं नृप आत्मवित् सम्मतः पुंसाम श्रोतव्यादिषु यः परः। जब राजाले पहिलो पटक प्रथम स्कन्धको अन्तिममा गएर प्रश्न गरेका थिए, पुरुषस्य यत् कार्यं म्रियमाणस्य सर्वथा, त्यो सुनेपछि अनि परीक्षित राजालाई उपदेश दिँदै सुखदेवले पहिलो पटक असाध्यै दिव्य प्रश्न गर्यो, लोकहितकारी प्रश्न गर्यो, साह्रै राम्रो गर्यो भनेर भन्नुभएको थियो। त्यस्तै यहाँ पनि सम्यक व्यवसिता बुद्धि तब राजर्षि सत्तम वासुदेव कथायान्ते
यज्जाता नैष्ठिकी रतिही। र थोरै सम्बोधनमा भेद भएको याद गर्नुभयो। त्यहाँ चाहिँ वरिया नेसति प्रश्न कृतो लोकहितम नृप। त्यो बेलासम्म राजै छन्, अझै राजाको भाव बुद्धि टन्नै बाँकी छ। अब यहाँ सम्यक व्यवसिता 10औं स्कन्धमा आइसकियो। सम्यक व्यवसिता बुद्धिस तब राजर्षि सत्तम। राजा भन्नेबाट राजर्षिमा पनि अलि सत्तम, राजर्षिमध्ये पनि श्रेष्ठ राजर्षिको तहमा पुगेको व्यक्ति भइसक्यो। को व्यक्ति कहाँ पुगिसक्यो भन्ने कुरा सुखदेवकै सम्बोधनभन्दा बाहेक हामीलाई केबाट थाहा हुने र को कहाँ पुग्यो भन्ने कुरा अन्तर्यामी महापुरुषहरूको सम्बोधनबाट थाहा भयो के हो भन्ने कुरा। कसलाई के भावले ग्रहण गरे महापुरुषहरूले भन्नेबाट थोरै अनुमान त्यो चाहिँ गर्न सकिन्छ कहीँ। सम्यक व्यवसिता बुद्धिस तब राजर्षि सत्तम वासुदेव कथा यान्ते यज्जाता नैष्ठिकी रति। भगवानको वासुदेवको कथामा तिम्रो जो निष्ठा प्रीति रति उत्पन्न भएको छ त्यो अत्यन्तै श्रेष्ठ छ। भगवानको कथा सम्बन्धी प्रश्नले, भगवत चरित्र सम्बन्धी प्रश्नले सुन्ने मान्छेलाई, भन्ने मान्छेलाई र प्रश्न सोधेर त्यो एउटा अवसर जुटाइदिने मान्छेलाई समेत वक्तारम श्रोत्रीन पृच्छकम, त्यो पृच्छक भन्ने एउटा त्यहाँ थपिएको छ। पृच्छक भनेको प्रश्न सोध्नेवाला। कसैले उकाइदिनु पऱ्यो नि, यस्तो प्रश्न गरिदिनु पऱ्यो, अनि प्रश्न गर्नेले केही गरिदियो भने अनि भन्नेले भन्छ, अनि सुन्नेले सुन्छ। नत्र मान्छे भेट भए अनि अनेक थरी कुरा गरेर समय जान्छ कि त्यो किन भएको, ऊ किन भएको भने यताउता गरेर समय जान्छ। प्रश्न सोध्नेले सही प्रश्न सोध्यो भने कुरा अगाडि बढ्छ। वासुदेव कथा प्रश्न 3टा पुरुषहरूलाई पवित्र बनाउँछ। जसरी भगवानको चरण जलले स्वर्ग मर्त्य पाताल 3 धारमा बगेर मन्दाकिनी, भोगवती अनि त्यसपछि भागीरथी, पृथ्वीमा भागीरथी, मन्दाकिनी स्वर्गमा, भोगवती पातालमा, 3 धारामा बगेर मन्दाकिनी स्वर्गमा, तल भोगवती पातालमा भगवती बनेर पवित्र गर्दछ। त्यसै गरी भगवानको कथाले पनि त्यसै गरी पवित्र गर्दछ। तिमीले अत्यन्तै दिव्य प्रश्न गरेका छौ। अब भगवानको अन्त कंस आदिको कथा प्रसिद्धै छ। भगवान गर्भमा आउनुभयो। गर्भमा आउँदाखेरि यद्यपि थुनिएर बस्नुभएको थियो वसुदेव र देवकी कारागारभित्र, तर भगवान मनभित्रबाट मन आनक दुन्दुभिः आविवे सांस भागेन, आफ्नो अंश भागद्वारा मनभित्र, वसुदेवको मनभित्र तेजोमय रूपमा, ज्योतिर्मय रूपमा प्रवेश हुनुभयो र त्यही वसुदेवको मनभित्रैबाट फेरि देवकीको गर्भभित्र प्रवेश गर्नुभयो। जब देवकीको शरीरमा प्रवेश भएको थियो त्यसपछि भोजेन्द्र गेहेग निशिखेव रुद्धा सरस्वती ज्ञान खले यथा सती। देवकीको शरीरै उज्यालो। सा देवकी सर्वजगन निवास भूता। सर्वजगत, सम्पूर्ण जगतको आधार, सम्पूर्ण जगत जहाँ निवास गर्दछ त्यस्ता भगवान पनि त्यहाँ निवास गर्नुभएको, त्यस्तो उज्याली भएर देवकी बसेकी छन्। विरोचयन्तीम भवनम, उनी हिँड्दाखेरि अँध्यारो पनि उज्यालो हुने जस्तो तेजिलो त्यस्तो शरीरमा तेज आविर्भाव भयो। कंसलाई पनि थाहा भयो मलाई मार्ने भनेर भनेको पक्कै यसको गर्भमा अहिले ठ्याक्कै आएको छ हरि। अब मैले के गरौँ भनेर यसो विचार गर्यो। अनि मारिदिउँ यसलाई, यही बेलामा थिचेर मारिदिउँ भन्दै थियो। तर त्यो भगवत तेजको कारणले होला मारिहालौँ जस्तो लागेन। भइगयो, यो चाहिँ अब आफ्नै बहिनीलाई मारिहाल्न चाहिँ हुन्न, पछि हेरौँला बिस्तारै भनेर त्यो घोरतम भावबाट निवृत्त भयो, आफै गर्न दिएन। भित्रको त्यो चाहिँ तेजले उसलाई रोक्यो, त्यहाँ रोक्यो। तर निरन्तर अब आउँदैछ भन्ने थाहा भयो नि त, स्पष्ट उसलाई थाहा भयो मलाई मार्नेवाला आउँदैछ। जसलाई रोक्नलाई भनेर मैले यत्रा धेरै बाल हत्याहरू गरेँ त्यो त अब ठ्याक्कै आउने बेला भयो भनेपछि अब बस्दा पनि, हिँड्दा पनि, खाँदा पनि, सुत्दा पनि, कतै बाहिर यसो डुल्न जाँदाखेरि पनि निरन्तर मलाई मार्नेवाला आउँदैछ, मेरो शत्रु आउँदैछ, मलाई मार्नेवाला मेरो शत्रु
आउँदैछ भनेर चिन्तन भएको भाइ। चिन्तयानो ऋषिकेशम अपश्यत तन्मयम जगत। अब त काहीँ केही खस्याखुसुक भयो भने पछाडिबाट लौ मलाई मार्नेवाला पछाडिबाट पो आएछ कि भन्ने तर्सिनी, अगाडिबाट केही देखियो भने त्यतैबाट आउँछ कि भन्ने, बाटोमा हिँड्दा काहीँ रुखको झोरमुट यसो कुञ्ज लता कुञ्ज जस्तो देखियो भने त्यही पछाडि लुकेर बसेको छ कि भप्पै आउँछ कि भन्ने, त्यो एउटा अलिक विचित्र प्रकारको भएको भावको, उसको भएको भाव नै साधना बन्यो। आखिरी भएको भाव पनि साधना बन्दो रहेछ। परमात्मासँग जोडिएपछि कुनै पनि भाव साधना बन्न सक्दछ भन्ने कुराको यो दृष्टान्त छ। र अध्यात्म रामायणमा यो प्रसङ्ग आउँछ। भागवतमा त साक्षात् त्यो प्रसङ्ग छैन, जय विजयलाई श्राप परेको अनि 3 जन्मसम्म भएको भन्ने कथा त छ, तर त्यो कथाको क्रममा चाँडै हुने भन्ने खालको कुरा त्यो अध्यात्म रामायणको प्रसङ्गमा आउँछ। भक्त भएर तपस्या गर्दाखेरि भन्दा शत्रुको रूपमा यदि तिमीले सेवा गर्यौ भने चाँडै भगवान् प्रसन्न हुनुहुन्छ भनेर रावणलाई सनक आदिले उपदेश दिनुभएको। अनि रावणले चाहिँ लौ उसो भने म शत्रुताकै साधना गर्छु त नि, चाँडै हुन्छ भने त्यही चाँडै सही भनेर अनि शत्रुताको साधना गरेको भनेर त्यहाँ प्रसङ्ग आउँछ। भक्त हुँदाखेरि साधनामा जति बेर लाग्छ त्योभन्दा तन्मयता प्राप्त गर्न शत्रुभावको साधनाले तिमीलाई ज्यादा चाँडो हुन्छ भनेर त्यहाँ वर्णन गरेको छ। शत्रुभावको साधना जो पाए त्यसले गर्ने कुरा होइन। त्यही भएर ऋषि महर्षिहरूले त्यो मार्ग सर्वसाधारणलाई व्याख्या गरेर बढाउनु भएन, किन जो पाए त्यसले गर्न पनि सक्दैन, धान्न पनि पर्यो। भगवान्लाई शत्रु मान्नलाई हिम्मत पनि चाहियो। फेरि एकचोटि लात्ता हान्ला रातभरि डराएर नरकको भयले थोरथोर भएर नरकमा भोलिपल्टै जाक्केला भन्ने डर पनि हुन्छ। एकचोटि लात्ता हाने भरमा त भएन नि, गएर जीवनभरि शत्रु 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 भनेर ग्लानी बिना भय बिना नरकसँग नडराइकन जम्मैसँग जुधेर अर्काले आएर जति सम्झाउन खोज्दाखेरि नसम्झिकन भाग तिमीहरू यहाँ मेरो त्यो शत्रु कुरा नगरे यहाँ वरिपरि भनेर त्यसलाई धान्न, एक्लै धान्नुपर्छ। हेर्नु भक्तिको भावलाई अरूले पनि आएर धानिदिन्छन् बरु। ओहो कति राम्रो भगवान्को भक्त, आहा आहा, एउटा उत्साह दिने धेरै थरी मान्छे हुन्छन्। बच्चा हिँड्न लाग्दाखेरि सबैले ताते ताते गराएर यसो यसो अलिअलि सहयोग गर्दै हिँड्न सहयोग गरेको जस्तो। तर कोही शत्रुको भावले साधना गर्ने व्यक्ति छ भने त्यसलाई संसारमा सहयोग गर्ने कोही भेटिनेवाला छैन। कोही व्यक्ति त्यो रहस्य थाहा पाउनेवाला छ भने उसले पनि भन्न मिल्दैन त्यो कुरा, किन सबैको अगाडि ठिक छ हान्दै हान्दै भगवान्लाई भन्नुहोस् आयो, थाहा छ अरे यसलाई, उसलाई ऊ चुपलाएर बस्देला भइगयो, यसलाई मैले भन्नुहुन्न यो साधना गरिरहेको छ भन्ने त थाहा पाएको होला, तर लोक समाजको अगाडि त्यसले हान्दै हान्दै ठोक्दै फुटाइदिए भन्नुभयो, भन्नु भएन नि। त्यो जानेको छ कसैले त्यो रहस्य भने उसले पनि त्यसलाई बढावा दिन मिल्दैन। एक्लै जोड्न पर्ने हुन्छ। केसँग जोड्न पर्यो? मान्छेको समाजको विश्वाससँग जोड्न पर्यो, धर्मशास्त्रको कानुनको विधानको भयसँग जुझ्न सक्नु पर्यो। त्यसले मार्छ कि मलाई भन्ने जस्तो एउटा डर छ आफ्नै मनभित्रको, एउटा हुन्छ भाव, श्रद्धाको भाव होला, कमजोरी होला, केही होला, त्योसँग जुझ्न पर्यो। सारा ब्रह्माण्डसँगै जुधेर अनि भगवान्सँग वैर भावको साधना गर्न कम बलियो मान्छेले हुँदैन। त्यो सामान्य, त्यो वीर मार्ग हो। त्यो सामान्य श्रद्धा भक्तिको मार्गभन्दा अलिक विलक्षण खालको छ, तर त्यो पनि अभ्यास भएको छ। केही विशेष व्यक्तिहरूले चाँडै हुनका लागि विशेष रूपमा अभ्यास गरेका छन्। प्रसिद्धि छ जय विजयले 3 जन्ममा चाहिँ शत्रुको भावले साधना गर्यो भने 3 जन्ममा आइपुग्छ, नत्र अलि बढी जन्म लाग्छ भन्ने थाहा पाएर हामी बरु शत्रु नै भएर बरु साधना गर्छौँ भन्ने प्रसिद्धि छ। भनेपछि अब फेरि के छ, किन त्यसको चाहिँ चाँडै हुने त उसो भने चाँडै हुनेमा कारण त केही चाहियो भन्दा भाव, प्रेमको भावभन्दा शत्रुको भावमा तन्मयता ज्यादा हुन्छ। किन मान्छे शत्रु भनेपछि चाहिँ मनमा एकदम भित्रसम्म गहिरोसम्म राख्छ। बरु कसैले गरेको उपकार चाँडै बिर्सिन्छ, एउटा दुईटा उपकार। कसैले काहीँ अपकार गरेर अलिक कुरा बिगारेर भत्काएर केही नराम्रो गरिदिएको रहेछ भने चाहिँ जिन्दगीभरि मैले बिर्सेको छु र भनेर भन्छ। कसैले कसैलाई केही दिएको उपकार गरेको थियो भने बरु बिर्सिन्छ, मैले गरेको थिएँ नि हजुरलाई ऊ बेला भन्दा हो होला है, ओहो गर्नु आएको थियो होला, ओहो धन्नै बिर्सिन्छ भन्छ। नराम्रो कसैले गरेको रहेछ भने चाहिँ मनभित्र गहिरो इसिलो पाराले राखेको हुन्छ। त्यो ज्यादा गहिरो वैर भावको विचार जहिले पनि गहिरोसँग बस्छ। त्यो मानवीय भावको स्वभावमा नै त्यो छ।
बैरको कुरा ज्यादा आउँछ, शत्रुको कुरा झलक झलक मनमा झ्यापै आइहाल्छ। अनि त्यो कुरा गरेर तातिन्छ पनि ज्यादा, तत्कालै उत्तेजित पनि हुन्छ मान्छे। कसैले शत्रुको कसैको त्यो मन नपर्ने कुरा निकालोस् त एकैचोटि जाग्छ भित्रबाट। त्यो भएको हुनाले गहिरो भाव हुन्छ त्यसको मानसिक रूपमा, शत्रुको भावमा अझै ज्यादा भित्रसम्म निरन्तर याद आउने भइरहन्छ भन्ने हिसाबले त्यसले चाँडै हुन्छ भन्ने कुरा गरेको। शत्रुको भावले यहाँ कंसले साधना गर्यो, शत्रु भनेर देख्यो, सम्झिँदा जे गर्दा भयो। आसीन संविसंस्तिष्ठन् भुञ्जानः पर्यटन महिम चिन्तयानो ऋषिकेशम अपश्यत तन्मयम जगत। निरन्तर तन्मय जगतलाई देख्न थाल्यो। यस्तो देख्न पर्यो, यस्तो देख्न पर्यो। शत्रु भाव यसरी हुनु पर्यो कि जताततै त्यही देखिन थाल्न पर्यो, तन्मय हुनु पर्यो। जताततै त्यही शत्रु 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 भने पनि मित्र भने पनि भगवान्लाई भावले छुने होइन क्या अरे, भावातीत तत्त्व हो। अब अन्तःकरणलाई तदाकार बनाउँदा जे फाइदा हुने हो त्यो शत्रु भावले होस् या प्रेमको भावले होस् तदाकार वृत्ति बनाएको हो, फाइदा त्यसले पाइहाल्यो। भावनाले भगवान्लाई के फरक पर्ने होइन, केही साइनो लाएन भन्ने कुराले। किन भन्दा ऊ भावनाभन्दा माथिको कुरा हो, उसलाई भावनाले केही फरक पर्दैन जसले जे सोचे पनि। अनि भगवान्को उत्पत्ति हुने ठिक्क ठिक्क बेलामा आएर देवताले स्तुति गरे। सत्यव्रतम सत्यपरम त्रिसत्यम सत्यस्य योनिम निहितं च सत्ये सत्यस्य सत्यमृत सत्यनेत्रम सत्यात्मकम त्वाम शरणम प्रपन्न। हजुरको व्रत सत्य छ, हजुर सत्यको पनि कारण हुनुहुन्छ। व्यवहारमा जो सत्य स्वरूपमा जगत देखा पर्दछ त्यो सत्य देखा पर्नमा पनि हजुर कारण हुनुहुन्छ। त्यो सत्य किन भनियो भन्दा हजुरको सत्ताको सम्बन्धले गर्दा त्यसलाई सत्य भनिएको छ। सत्यको सत्य भनेर भनियो। त्यस्तो सत्य स्वरूप हजुरको हामी शरणमा जान्छौँ भने। अनि आमा देवकी माताको पनि स्तुति गरे। हे माता हजुर पनि धन्य हुनुहुन्छ भनेर माताजीको पनि स्तुति गरे। त्यसपछि अथ सर्वगुणोपेतः कालः परमसोहनः यर्हेवा जनजन्मर्क्ष्यम सान्तर्क्ष्य ग्रह तारकम। ठिक्क अष्टमीको रातिको समय ठिक्क हुन लागेको छ। अब अत्यन्त सुन्दर काल आयो रे भनेर वर्णन गर्नुहुन्छ सुखदेव। सारा ग्रह नक्षत्र ताराहरू एकदम शान्त भए, चुपचाप भए। यताउता बाङ्गा टिङ्गा भएकाहरू पनि सिधा सादामा आए, शान्त भए सबै। किन यसरी शान्त भए, एकान्त एकाग्र भए भनेको अजन्मावाला जो कहिले पनि नजन्मिने नमर्ने जो तत्त्व हो, अजन तत्त्व हो, अजन्मा तत्त्व, त्यसको जन्म नक्षत्र आउन लागेको छ। आश्चर्यको घटना हुँदैछ। नजन्मिनेवाला जन्म लिँदैछ। दिनदिनै जन्म लिने जीवात्माहरू मरिरहने, जन्मिरहने, मरिरहने। तिनीहरूको जन्म नक्षत्र र अजन्माको जन्म नक्षत्रमा अलिक फरक हुनु पऱ्यो नि त। त्यही भएर हामी शान्त भएका छौँ भने दिशाहरू प्रसन्न भए, चन्द्रमाको राम्रो उदय भयो। त्यसपछि पृथ्वी पनि खुसी भइन्, नदीहरू खुसी भए, हृदा जलरुहश्रिय, तलाउहरू, ताल तलैया पोखरी सबै अत्यन्तै प्रसन्न। वायु पनि बिस्तारै सुखस्पर्श पुण्यगन्धवः। हावामा एकैपटक के भयो, हावामा सुगन्ध छरियो, सर्रै सुगन्ध छरियो। कहिलेकाहीँ विशेष योगी साधक सिद्ध पुरुषहरूको आगमनमा पनि यस्ता प्रकारका घटनाहरू हुन्छन्। हावै बाँच्न आए जस्तो, सर्रै केही भए जस्तो खालको अनुभव हुने। मन पनि सबै साधुहरूका अत्यन्त प्रसन्न मन भए। अनि मन्दम मन्दम जलधरा जगर्जुरनु सागरम। अलिअलि मन्द मन्द वर्षा गराउँदै बादलहरूले समुद्रमा गएर वर्षा गराए। अब भगवान्को लीलाको चरित्र हो, कुनै पनि कुरा बेकारण हुँदैन, बिना कारण हुँदैन भन्ने कुरा छ। बादलले गएर समुद्रमा किन वर्षाए भनेर पनि ठुलै चिन्तन भएको छ। किन बरु यतापट्टि भुइँमा वर्षाए भन्दाखेरि त पानी चाहिएको थियो होला, वर्षाए भनौँ। समुद्रमा पानी किन चाहियो, पानीको खानी समुद्र के खान वर्षाए बादलले। त्यही बेलामा कृष्ण जन्मिने बेला ठिक्क हुन लागेको छ, समुद्र गएर बादलमा पानी वर्षाएका छन् भन्दा पक्कै पनि भक्तहरूको उत्प्रेक्षा हो। पक्कै पनि समुद्रलाई उनीहरूले जिस्क्याउन गएका, समुद्रलाई इख्याउन गएका। अब त तिम्रो पालो त अब केही समयलाई गयो नि। पहिला पहिला त
समुद्र क्षीर समुद्रमा भगवान् बस्नुभएको। अनि त्यसपछि शेषनागले यसरी फणा अनन्तले फणा राखेर ढाकेर बसेको। हामीहरू कहिलेकाहीँ भगवान्ले समुद्रमा एकदमै सिधै गर्मी पर्छ, त्यहाँ पहाड छैन, केही छैन, छाया छैन, केही छैन भनेर यसो बादल जाँदाखेरि ठुला ठुला छाल निकालेर यो वरिपरि तिमीहरू नपर, मेरा ज्वाइँलाई मै सेवा गर्छु भने जस्तो पर्न नदिने तिमीले भगाएको भगाइ गर्थ्यौ। अब तिम्रो पालो सकियो, समुद्रको कुरो छैन। अब त यतापट्टि पृथ्वी तलमा लीला हुँदैछ, माथिबाट घाम सेक्न त हामी नै आउनुपर्ने हुन्छ। अनि फेरि अब हाम्रो दिन आयो। अब भगवान्को उपमा दिनु पऱ्यो भने पनि मेघ श्याम भनेर भन्ने दिन आयो। अब हाम्रा दिन आए, तिम्रा दिन गए, ती दिन गए, यी दिन आए भने जस्तो। मन्नम मन्नम जलधरा जगर्जुरनु सागरम। त्यसपछि जब देवकीको गर्भबाट भित्रबाट विष्णु सर्वगुहाशयः आविरासिद यथा प्राच्यां दिशिन्दुरिव पुष्कलः तमद्भुतं बालकमम्बुजे क्षणं चतुर्भुजं शङ्खगदार्युधायुधं श्रीवत्सलक्ष्मं गलशोभिकौस्तुभं पीताम्बरं सान्द्रपयोदसौभगं विरोचमानं वसुदेव ऐक्ष्यत। कस्ता बालक भन्दा अद्भुत बालक। कस्ता भन्दा भन्नै नसकिने भएपछि सबभन्दा पहिलो शब्द आयो अद्भुत। कस्तो कस्तो के हो भन्न नसकिने। कमल जस्तो आँखा छ, चतुर्भुज धारण गरेको छ, शङ्ख चक्र गदा पद्म 4 हातमा राखेको छ, श्रीवत्सको चिन्ह छातीमा धारण गरेको छ, कपडैसहित जन्मिएको छ, कपडैसहित जन्मिनु भएछ, नाङ्गो भएर जन्मिएको होइन जस्तो देखियो। पीताम्बरम पहिलोचोटि वसुदेवले देख्दा त्यस्तै देख्नुभयो। आमा निद्रामै हुनुहुन्थ्यो, वसुदेवले पनि नपहिराएको, आमाले नपहिराएको पहेँलो कपडा कसले पहिराइदियो त। पीताम्बरम सान्द्रपयोद सौभगम। सुरुमा पहिलोपटक वसुदेवले देखेको। कस्तो देखेको भन्दा गलामा कौस्तुभ माला छ, शङ्खचक्र गदापद्म हातमा छन्, पीताम्बर धारण गर्नुभएको सानो बच्चो बालक स्वरूपमा यसरी यसरी बसेको। सान्द्र पयोद सौभगम, कालो कालो वर्णको बादल जस्तो वर्णको भएको। महार्ह वैदुर्य किरीट कुण्डल त्विषा परिस्वक्त सहस्र कुन्तलम। विभिन्न किरीट कुण्डल आदि सबै धारण भएको छ। उज्यालो तेजिलो धपधप 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 मणिमाणिक्य झलझलाकार भएको। त्यसरी विस्मयले उत्फुल्ल आँखा यसरी ठुलो बनाएर आश्चर्य भएर कस्तो अद्भुत बालक रहेछ यो त विचित्रै भयो भनेर आँखा ठुल्ठुलो बनाएर त्यही बेलामा 10,000 गाई दान गर्छु मैले यो बालकका लागि भन्ने सङ्कल्प गर्नुभयो। अब त्यहाँभित्र दान गर्न सक्ने कुरो भएन। पछि कृष्णले त्यो कारागारहरू छुटाइसकेपछि पछि यो निमित्तको बाँकी रहेको भाकल जस्तो यो दान पछि गएर गर्नुभएको छ 10,000वटा गाई। अनि त्यो बेलामा त पुत्र भन्ने भाव भन्दा पनि परमात्मा भन्ने भाव स्पष्टतया छ। त्यही भएर हजुर त साक्षात् पुरुष परम पुरुष परमात्मा हुनुहुन्छ, प्रकृतिभन्दा पर हुनुहुन्छ, केवल आनन्द स्वरूप, केवल अनुभव स्वरूप, जो उपनिषदले सत्यम ज्ञानम अनन्तम ब्रह्म विज्ञानम आनन्दम ब्रह्म भनेर भन्छ। सम्पूर्ण प्राणीहरूको बुद्धिवृत्तिको साक्षी भएर बस्नुभएको जो परब्रह्म तत्त्वको उपनिषदले वर्णन गर्छ, हजुर त्यही हुनुहुन्छ। र त्रिगुणात्मक प्रकृतिलाई सृजना गरेर त्यहाँभित्र नपसे पनि पसे झैँ भएर, खास त पसेको होइन किन व्यापक तत्त्व कहाँ पस्न मिल्छ र, तर पनि पसे झैँ भएर अलग अलग शरीरमा अलग अलग व्यक्ति झैँ भएर, अप्रविष्ट पनि प्रविष्ट झैँ भएर छुट्टा छुट्टै देवता मनुष्य पशु आदि भिन्न भिन्न भावमा अभिव्यक्त भएर ब्रह्माण्डलाई धारण गरिरहनु भएको छ, ब्रह्माण्डलाई जीवित बनाइदिनु भएको छ क्षेत्रज्ञको रूपमा प्रवेश गरेर। क्षेत्रज्ञ प्राविशद यदा विराट तदैव पुरुष सलिलादुदतिष्ठत। क्षेत्रज्ञको रूपमा जब प्रवेश गर्नुभयो अन्तःकरणभित्र, त्यसपछि बल्ल जुरुक्क उठ्यो। नत्र व्यापक भावमा ब्रह्म बसेर शरीर उठ्दैन नि जुरुक्क। व्यापक ब्रह्म त सर्वत्र छँदै थियो, मान्छे किन मर्छ र फेरि? व्यापक ब्रह्म तत्त्व सर्वत्र व्याप्त छ, मान्छे मर्यो मर्यो लो सकियो सकियो भनेर किन भनिन्छ त? भन्दा ब्रह्म भएर चाहिँ जिउँदो हुने होइन। ब्रह्म त असङ्ग खालको छ, त्यो तत्त्व चेतन त हो, चैतन्य स्वरूप हो, तर असङ्ग छ, छोइएको छैन। नछोइएपछि कसैलाई पनि जिउँदो बनाउँदैन। जिउँदो बनाउन छुन त पऱ्यो नि त, उसले छोएकै छैन, कहाँबाट जिउँदो बनाउनु? त्यही भएर जिउँदो बनाउनका लागि जीवयति इति भन्ने अर्थमा जीव भनेको न हो, भगवानको नाम पनि हो जीव। जीव भनेर फेरि
तल खसेको मात्रै सोच्न हुँदैन नि। जीव भनेको भगवानको नि नाम हो। विष्णु सहस्रनाममा नाम आउँछ जीवो विनेता साक्षी। किन भगवानलाई जीव भने त जीव रूपमा नि भगवान आउनुभएको हो कि। किन भगवानलाई जीव भने ब्रह्माण्डलाई जीवित बनाउने, भित्र पसेर खुसुक्क घुसेर त्यसपछि अन्तःकरणको माध्यमले भित्र पसेपछि छोइयो बल्ल। त्यसमा आत्मभाव प्राप्त गरेर यो म भन्ने भाव प्राप्त गरेर बस्नु। ब्रह्माण्ड भिरै सर्वत्र व्याप्त आत्मभाव भएकोलाई सानो सानोमा आत्मभाव हुन के नौलो कुरो हो र। त्यो पनि भइदिएर जीवयति भन्ने अर्थमा उहाँलाई जीव सबैलाई जीवित बनाएको, भित्रबाट छोएर तादात्म्य भावको स्पर्शले सर्लक्क छोएर सम्पूर्ण प्राणीहरूले जो अलग अलग रूपमा आत्मभाव गरेका छन् ती सबैमाथि भगवानको एकैपटक माथिबाट फेरि आत्मभाव छ भन्छ वेदान्तले। समष्टि भनेको त्यही हो। व्यष्टि रूपमा अलग अलग रूपमा व्यक्तिले जो म भनेका छन् ती सबैमाथि समष्टिरीश सर्वेषां पञ्चदशी समष्टिरीश सर्वेषां स्वात्म तादात्म्य वेदनात्। म भनेर बसेका हरेक व्यक्तिहरूमाथि परमात्माको माथिबाट मेरो तादात्म्य छ। उहाँले म भन्दा यो विराट ब्रह्माण्ड एकैपटक म भनेर आउँछ। मैले म भनेको, उसले म भनेको, उसले म भनेको, उसले म भनेको, टुक्रा टुक्रामा भनेको म माथि भगवानको छताछुल्लो म छ क्या अर्को, फेरि भगवानको म छ अर्को। त्यही भएर भगवानकै प्रकट भएको जो म हो त्यसलाई मात्रै म मान्ने, आफूले यो सानोतिनो खतरा खुद्रुक भएकोलाई नमान्ने भन्न खोजे हो। मैले म नभने पनि यो ढल्नेवाला छैन। ऊ म भन्नेवालाले जहाँ जहाँ राख्नुपर्ने हो जोगाइराखेकै छ। यसले जोगाएको होइन क्यारे, त्यो म भन्नेवालाले जहाँ जहाँ जोगाउने हो गरेकै छ। उसले बोकिराखेको छ भने मैले के खानु बोक्ने। उसको सर्वत्र आत्मभावले उसले ग्रहण गरेको छ। त्यो माथिबाट छुट्टै। जसरी यो चाहिँ सरकारहरू हुन्छ नि, अहिले नेपालमा कति थरी सरकार कुन कुन तहका छन्, अनि यसको म चाहिँ मालिक हुँ भन्छ एउटाले, अनि त्यो 4वटा 5वटा मिलाएपछि त्यो 5वटा मिलाएकोलाई फेरि अर्कोले म यसको मालिक हुँ भन्दो रहेछ। अनि फेरि त्यो माथि अरू त्यस्ता 5-7वटा कति मिलाएका छन्। एउटा चाहिँ जिस्क्याउने नाटक जस्तो बनाएको रहेछ। अस्ति हेरेको, यहाँबाट नेपाली कोही मरेर गएछ म यमराज कहाँ, तिनै लोकको राजा म यमराज भनेछ। अनि यसले यहाँको गएको मान्छेले हाम्रा त तिमी त 3 लोकका मात्रै जमराज रहेछौ, हाम्रो त 7 प्रदेशका जमराज भएका छन् भने जस्तो। अब एउटा सानो जिल्ला अथवा के पालिका सालिकालाई म मेरो मेरो भनेर बसिया छ, त्यस्ता 7वटा बनाएर 7 थरी जमराज बसेका छन्, त्यहाँमाथि अर्को जमराज कति कति। जसरी त्यहाँ सम्भव भएको छ भने यहाँ पनि सम्भव भएको छ, के फरक पर्छ। एउटा शरीरलाई म भनेर एउटा बसेको छ, त्यस्तो 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 सबैलाई म भन्नेहरूमाथि एकैचोटि ईश्वरले सर्लाक्कै माथिबाट ज्याम म भनेर भन्नुहुन्छ। त्यो भएको हुनाले सर्वव्यापक रूपमा रहेको त्यस्तो हजुर तत्त्व हुनुहुन्छ। विस्मय उत्फुल्ल विलोचनो हरिम सुतम विलोक्या नकदुन्दुभि, हजुर त्यस्तो खालको हुनुहुन्छ भनेर स्तुति गर्नुभयो। त्यसपछि देवकीले पनि स्तुति गर्नुभयो। हजुर यो स्वरूपलाई बाहिर देखाउनु भएन, कंस आएर फेरि यहाँ विपत्ति पार्छ, आमाको कुरा न हो। त्यत्रो जगदीश्वर भगवान भनेर स्तुति पनि गर्नुहुन्छ। फेरि पनि आमाको मन डराउने भाव त्यो पूर्ववतै छ। ओहो यो बाहिर देखाउनुहुन्न, यो कंसले त खतम पार्छ भनेर फेरि डराइ पनि रहनु भएको छ। त्यो दुइटै भाव आमाकोमा सुहाउने खालकै छ, माताको मन हो। के गर्नु त, भगवानले पनि यसो नडराउ न आमा भनिदिनु भने आमाले आमाको मन किन मान्थ्यो भनिदिनु भने चुप लाग्नुपर्छ। त्यो केही बोल्नै सकिन्छ त्यसमा, के गरी बोल्ने कुरै छैन, चुप लगाएर सुन्ने भन्दा। उपसंहार विश्वात्मन, यो रूप उपसंहार गर्नुहोस्, शान्त सानो स्वरूपमा आउनुहोस्। भगवानले पुरानो जन्मको कुरा पनि सुनाइदिनु भयो। त्यसपछि अब मलाई लिएर जाऊ, यहाँ नराख, पारितिर लिएर जाऊ, सबै बन्धनहरू खुल्छन्, हो गोकुलतिर लैजाऊ मलाई, त्यहाँ लगेर राखिदेऊ नन्दको घरमा, अनि त्यहाँ उत्पन्न भएको कन्यालाई ल्याएर यहाँ राख भनेर सबै कुराहरू भए। त्यसपछि नन्दव्रजमा भगवान पुग्नुभयो, त्यहाँ बसेर फिर्ता ल्याए कन्यालाई। भगवान पारिपट्टि, यता कन्या यता वारिपट्टि भएपछि अनि भगवानको सबैले चाहिँ जय जयकार गरे। यहाँ के छ तिमीहरूको काम गर, भक्तवत्सल भगवानको। अब आजको कथा सकिएको हो। अब यहाँ आरती सारती उत्सव गर्ने के गर्ने भनेका छन्, सबैले सहभागी हुने। ओ